हेलो वेलकम टु माई युट्युब च्यानल। आज हामी ट्रिग्नोमेट्री सम्बन्धी हिसाब बनाउन सिक्नेछौँ। प्रश्न यस प्रकार रहेको छ, इफ 5 sin थीटा प्लस 12 cos थीटा इक्वल टु 13, देन प्रुभ दैट tan थीटा इक्वल टु 5/12। अब हल गरौँ। गिवन दैट 5 sin थीटा प्लस 12 cos थीटा इक्वल टु 30। जुन हामीले sin थीटा र cos थीटालाई केमा कन्भर्ट गर्नु पर्यो त tan थीटामा कन्भर्ट गर्नु पर्यो। तर कसरी गर्ने, यसलाई कसरी गर्ने त? अब हामीले के गर्नु पर्नेछ भने sin थीटा र cos थीटा that change into the tan थीटा, tan थीटा फर्ममा कसरी ल्याउने त? जुन हामीसँग के दिएको छ त tan थीटा इक्वल टु 5/12 हुन्छ भनेर प्रुभ गर्नुपर्ने छ है। अब के गर्ने त? गिवन इक्वेसनलाई 13 ले के गर्ने, डिभाइड गर्ने अन बोथ साइड्स। के गरौँ? डिभाइडिङ अन both sides by 13। कतिले डिभाइड गर्ने? 13 ले। अब कति आउँछ होला? 5/13 sin थीटा प्लस 12/13 cos थीटा इक्वल टु कति आउने भयो? 1। किन आयो? 13 ले डिभाइड गरेका छौं है। कतिले डिभाइड गर्यौं? 13 ले डिभाइड गर्दाखेरि कति आयो त? 1 आयो। यसलाई हामीले इक्वेसन फर्स्ट मानौं। Yes, we know that sin square theta plus cos square theta इक्वल टु 1। यो त थाहा छ नि, यो त के हो? फर्मुला हो है। र अब के गर्ने? यसलाई यसरी पनि लेख्न सकिन्छ, sin थीटा इन्टु sin थीटा प्लस cos थीटा इन्टु cos थीटा इक्वल टु 1 लेख्न सकिन्छ, जसलाई हामी के बनाउन सक्छौं? इक्वेसन सेकेन्ड। अब हेरौं त, इक्वेसन फर्स्ट को पनि राइट साइडमा कति छ? 1 छ। इक्वेसन सेकेन्ड को पनि राइट साइडमा कति छ त? 1 छ। भने इक्वेसन 1 एन्ड इक्वेसन 2 बोथ आर इक्वल। किन? राइट साइडमा 1 1 छ है। र त्यसकारण अब हामी के गर्न सक्छौं त? कम्पेयरिङ द इक्वेसन 1 विथ इक्वेसन सेकेन्ड। किन गर्न सक्छौं? किनभने राइट साइडमा 1 छ, अर्को को पनि राइट साइडमा 1 छ है। अब हामीले के गर्न सक्छौं? लेफ्ट साइडको पार्टलाई के गर्ने? कम्पेरिजन गर्ने। जस्तै 5/13 इन्टु के छ त? sin थीटा छ। भने यहाँ पनि छ sin थीटा र sin थीटा। भनेपछि यो sin थीटा र यो sin थीटा के छ त? सेम छ। भने उसको कोफिसिएन्टमा कति छ त? sin थीटा छ भने अर्को इक्वेसन फर्स्ट को sin थीटाको कोफिसिएन्ट कति छ त? 5/13। त्यसरी नै इक्वेसन सेकेन्डमा पनि cos थीटा इन्टु cos थीटा छ, जहाँ cos थीटाको कोफिसिएन्ट कति छ त? cos थीटा छ। भने इक्वेसन फर्स्टमा फेरि cos थीटाको कोफिसिएन्ट कति छ त? 12/13 छ। भने हामी के लेख्न सक्छौं त? नाउ अब यो sin थीटा इक्वल टु कति लेख्न सक्छौं त? sin थीटा इक्वल टु 5/13 एन्ड अर्को के हुन सक्छ? cos थीटा इक्वल टु कति लेख्न सक्छौं त? यो cos थीटा के भएको छ? सेम छ। भने इक्वेसन सेकेन्ड को cos थीटा को कोफिसिएन्ट कति छ त? cos थीटा छ। भने इक्वेसन फर्स्ट को
cos थीटाको कोएफिसिएन्ट कति छ त 12/13 छ भने अब cos थीटाको ठाउँमा कति रहेछ त 12/13 छ भने हामी कति लेख्न सक्छौं अब 12/30 लेख्न सक्छौं अब sin थीटाको भ्यालु कति भयो 5/13 cos थीटाको भ्यालु कति भयो त 12/13 कसरी आयो by comparing the equation first and equation second हाम्रो क्वेशनले के भनेको छ त prove that tan theta is equal to 5/12 छ अब के गर्ने by क्वेशन लेफ्ट ह्यान्ड साइडमा के छ त tan थीटा छ tan थीटाको ठाउँमा अब हामी कसरी लेख्न सक्छौं यसलाई sin थीटा by cos थीटा लेख्न सक्छौं अब sin थीटाको भ्यालु कति आएको छ 5/13 भने cos थीटाको भ्यालु कति छ फेरि 12/13 5/13 into 13/12 अब 13 के भयो क्यान्सल भयो कति आयो त 5/12 भनेपछि हाम्रो प्रुफ गर्नुपर्ने के थियो tan थीटा इक्वल टु 5/12 देयरफोर के भयो त अब राइट ह्यान्ड साइड आइसक्यो है हेन्स के भयो त प्रुभड सजिलो छ है अब बनाउने पालो तपाईहरुको यदि भिडियो मन परेमा लाइक सब्स्क्राइब र शेयर गर्न नभुल्नुहोला थ्यांक यू